विद्यार्थीको थकित जिन्दगी। विद्यार्थी बन्ने बित्तिकै सबैलाई लाग्छ हाँसोले भरिएको अनुहार, रमाइलो मित्रता र भविष्यको हजारौं सपनाले भरिएको उमेर। तर भित्र गहिराइमा हेर्ने हो भने विद्यार्थी जीवन त आँसु र थकानले बुनेको लामो कथा हो। दिनभरि कक्षामा बसेर शिक्षकको आशा बोकेको काँध, रातभरि बत्ती बालेर पाठ्य पुस्तकसँग लडिरहेको आँखा र कलमको मसीसँग मनको ऊर्जा पनि सकिन्छ। जहाँ किताबका पानामा टोलाउँदा भविष्यको भारी काँधमा झन् गाह्रो लाग्छ। बाहिरी हेर्दा रमाइलो लाग्ने उमेर भित्री डर, चिन्ता र दबावले भरिएको हुन्छ। तर कसैले किन देख्दैनन् पुस्तक बिच अटकिएको आँसुहरू, निन्द्राहीन रातहरू र टाउको फुट्ने गरी पढ्दा पनि पास हुन्छु कि असफल त भइँदैन नि भने मनको गदलाई। घरको गरिबीले पुस्तक किन्न नसकिँदा, साथीहरूसँग सधैँ उधारो माग्दा, आमा बुवाको अनुहारमा पढेर केही बन्छ सही भन्ने आशा देख्दा विद्यार्थीको मुटु त यत्तिकै च्यातिन्छ। कति विद्यार्थीहरू भोकै पढ्छन्, भाडा नतिरेर कोठा छोड्छन् र कति त सपनै अधुरा छोडेर कामको भारीमा हराउँछन्। तर कसैले किन देख्दैन यी मनपीडाहरू?